शिक्षक आन्दोलनको आज 19औं दिन। यो सुन्दर फूलहरूको दृश्य हेरेर मेरो बिहानको सुरुवात भइसकेको छ। अनि यो सबै मेडलहरू चाहिँ मेरो साथीको ड्याडीको। उहाँ चाहिँ नेसनल स्विमिङ प्लेयर हुनुहुन्थ्यो, अहिले पनि स्विमिङ ट्रेनर पनि हुनुहुन्छ है। आज चाहिँ 9 बजेदेखि 12 बजेसम्म आन्दोलन, त्यही भएर बिहान हतार हतार चराले 4 टिपो जस्तो गरेर टिपेर म कुदिसके। अनि जाँदा जाँदा जाँदै थियौँ, 1 मिनेटले ठ्याक्क हामी लेट भयौँ। अनि त्यसपछि त्यहाँबाट जाने बाटै रोक्यो, अनि हामी आधी घन्टा जति हिँडेर जानु पर्यो। अनि घाम टट्टिन लागिरहेको थियो, हिँडेर गयौँ। यहाँनिर चाहिँ आन्दोलन सुरु, यहाँबाट चाहिँ अरू सवारी साधनहरू केही पनि जान पाउँदैन, यहाँबाट चाहिँ सुरु हुन्छ। अनि आन्दोलन चाहिँ अघि 9 बजे सुरु भइसकेको छ। म पुग्दाखेरि चाहिँ 9:30 भइसकेको थियो। अनि यहाँनिर चाहिँ एकछिन रेस्ट गरेँ, वासरुम गएँ। त्यसपछि फेरि हिँड्दै हिँड्दै एक्लै हिँड्दै गएँ। अब यहाँ साथी पनि भेटिँदैन क्या, चिनेको कोही भेट्न पनि एकदमै गाह्रो हुन्छ यहाँनिर, जानमा जान आउँछ कोही भेट्दाखेरि पनि। अनि आन्दोलन चाहिँ सुरु भइसकेको छ। 1 दिन होइन, 2 दिन होइन, 3 दिन होइन, 19औं दिन भइसकेको छ शिक्षक सडकमा आन्दोलनको है। तपाईँहरू पनि कोही अझै आउन बाँकी हुनुहुन्छ भने छिटोभन्दा छिटो आउनु होला। र करिब 11 बज्दाखेरि चाहिँ आन्दोलन सकिसकेको थियो हाम्रो, र हामी फेरि फर्किँदैछौँ, किनकि एकैछिन पछाडि चाहिँ अर्को पार्टीको आन्दोलन हुँदैछ। आज के हुँदैछ तपाईँहरूलाई थाहा छँदैछ। हाम्रो आन्दोलन फेरि भोलि 9 बजेदेखि 12 बजेसम्म छ। आउन छुटेकोहरू फेरि पनि शिक्षक आन्दोलनमा आउनुहोला, सहभागी हुनुहोला। हाम्रो शिक्षकको लागि मात्र होइन, सम्पूर्ण शिक्षा क्षेत्रको लागि आन्दोलन हो। र यति भन्दै चाहिँ म फर्किसकेँ। थ्याङ्क्स फर वाचिङ, सी यु अन माई नेक्स्ट भिडियो।